युट्युब च्यानल तिमीलाई जमा स्वागत छ। यदि तपाईहरु नेपाल भाषा सिक्न खोज्दै हुनुहुन्छ र नेपाल भाषा सिक्न गाह्रो भइरहेको छ भने हामीसँग च्याट गर्न सक्नुहुन्छ। हामी तपाईको प्रश्नहरुको उत्तर दिने छौं। युट्युब च्यानल तिमीलाई जमा पनि तपाईले थुप्रै कन्टेन्टहरु पाउन सक्नुहुन्छ। त्यो बाहेक केही कुराहरु पाउनु भयो भने केही कुरा सोध्न मन लागेको छ र हामीसँग च्याट गर्न मन लागेको छ भने यो वेबसाइट ई साथीमा हामीसँग कुरा गर्न सक्नुहुन्छ। यदि तपाई ई साथीमा जोइन हुनु भएको छैन भने यो लिंकबाट जोइन हुनु होला। यो लिंक यो म डिस्क्रिप्सनमा पनि दिइदिन्छु। डिस्क्रिप्सनमा पनि चेक गर्न सक्नुहुन्छ अथवा यहीबाट esathi.com/person_ref तिमीलाई ज यो गरेर एउटा अकाउन्ट खोल्नु होला, साइन अप गर्नु होला। फेसबुकमा अकाउन्ट खोलेको जस्तै हो यसमा। यो हेर्न सक्नुहुन्छ, यो फेसबुक जस्तै हो। फेसबुक र यसमा खासै फरक छैन। थोरै फरक छ। यो फेसबुक जस्तै हो यो। अब तपाईले यो सोशल नेटवर्क जोइन गरिसकेपछि अकाउन्ट क्रिएट भइसकेपछि यो ग्रुप जोइन गर्नु होला। यसको लिंक पनि म डिस्क्रिप्सनमा दिइदिन्छु। डिस्क्रिप्सनबाट डाइरेक्ट जान सक्नुहुन्छ। यो ग्रुपमा तपाईलाई सोध्न मन लागेको कुराहरु यहाँ क्वेशनको रूपमा राख्न सक्नुहुन्छ र क्वेशनको रूपमा आफ्नो कुरा राखिसकेपछि त्यसमा ह्याशट्याग चाहिँ नेपाल भाषा दिनुपर्ने हुन्छ। यो एउटा चाहिँ कम्पलसरी नै छ। जस्तै कि यहाँ छ भात खान आउ इन नेवारी ल्याङ्ग्वेज। अब ह्याशट्याग नेपाल भाषा। यसरी तपाईले चाहिँ नि आफ्नो क्वेशन अथवा केही पनि कुरामा चाहिँ पोस्टमा चाहिँ नि ह्याशट्याग चाहिँ यो कम्पलसरी दिनुपर्ने हुन्छ। ह्याशट्याग नभएको क्वेशनमा चाहिँ नि रिप्लाई सायद नआउनु पनि सक्छ, आउनु पनि सक्छ, नआउनु पनि सक्छ, तर ह्याशट्याग चाहिँ राखिदिनु होला तपाईको क्वेशन अथवा अनि त्यसपछि ह्याशट्याग। इमेज राख्नु भए पनि हुन्छ, नराख्नु भए पनि हुन्छ। इमेजको चाहिँ त्यति इम्पोर्टेन्ट भएन इमेज। त्यसपछि मलाई एड पनि गर्न सक्नुहुन्छ। यो मेरो एड्रेस हो। यो मलाई esathi.com/तिमीलाई ज गर्नुभयो भने डाइरेक्ट आउँछ। मलाई फ्रेन्डशिप रिक्वेस्ट पनि पठाउन सक्नुहुन्छ। यो चलाउँदा तपाईहरुले अन पनि गर्न सक्नुहुन्छ। अन गर्नु हुन्छ कि हुँदैन अब त्यो त ग्यारेन्टी त मैले दिन सक्दिन। 498 पोइन्ट्स मेरो भएको छ र त्यसको रुपी चाहिँ 494.98 छ। तर यसमा अर्निङ भए पनि नभए पनि हामीले अहिले सुरुमा चलाउँदाखेरि चाहिँ पछि केही बेनिफिट हुन सक्छ। यदि यो प्लेटफर्म पनि चल्यो भनेदेखि, फेसबुक जस्तै चल्यो भनेदेखि यसमा जोइन हुनु होला। आफुलाई लागेको कुराहरु मसँग सोध्नु होला। म सक्दो हेल्प गर्छु तपाईहरुलाई नेपाल भाषा सिक्नको लागि। थ्यांक यू। शुभ